तुला राशि तपाईको लकी नम्बर 6 र लकी रङ सेतो हो। तपाईको लकी स्टोन हीरा हो। तपाईको सबैभन्दा मिल्ने साथी मिथुन हो, तर सबैभन्दा ठूलो शत्रु कर्कट हो। तपाईलाई कस्तो व्यापार व्यवसाय या जागिरले मात्र सफलता दिन्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुन राशिसँग बिहे गर्दा जीवन स्वर्ग बन्छ र कुन राशिसँग गर्दा नरक। आउनुहोस् तपाईको राशिको हरेक पक्षलाई गहिराईमा बुझौँ। ल, अब यसलाई अलिक खोतलो है त। तुला राशिको परिचयबाटै सुरु गरौँ। प्रतीक तराजु, स्वामी ग्रह शुक्र, तत्व वायु अनि स्वभाव चर। यसको मतलब के हो खासमा? एकदमै। अब तुला राशिको स्वामी ग्रह शुक्र हो नि त, त्यसैले स्वाभाविक रूपमा उहाँहरूमा प्रेम, सौन्दर्य, कला, अलिकति विलासिता यतातिर बढी आकर्षण हुन्छ। ए, शुक्रले गर्दा हो। अनि शुक्रले धन र सम्बन्धलाई पनि त जनाउँछ। फेरि तत्व वायु भयो। वायुले कस्तो भने बौद्धिकता दिन्छ, सामाजिक बनाउँछ अनि अलि संसारमा पनि राम्रो। त्यसैले मलाई अलि मिलनसार देखिने हो नि। सधैँ सन्तुलन, न्याय अनि साझेदारी खोजिरहने। अनि त्यो चर स्वभावले गर्दा अलि गतिशील, केही नयाँ सुरु गर्न आँट्ने खालको बनाउँछ। भनेपछि शुक्र र वायुको यो मेल नै उनीहरूलाई यस्तो सन्तुलन खोज्ने र अलि सामाजिक बनाएको हो। ल, अब अलिकति भाग्य चम्काउने कुरा गरौँ न। शुभ रङ, अङ्क, बार, रत्नहरू के हुन् त तुलाको लागि? अवश्य। तुलाको लागि हेर्नुहोस्, सेतो र हल्का नीलो रङ एकदमै शुभ मानिन्छ। यो शुक्रको सौम्य प्रकृतिसँग मिल्छ पनि। सेतो र हल्का नीलो? अनि खैरो र क्रिम कलर पनि सहयोगी नै हुन्छन्। मुख्य शुभ अङ्क 6 भयो, यो शुक्रकै अङ्क हो। नम्बर 6 हो, तर 4, 5, 8 पनि सकारात्मक नै मानिन्छ। 1 र 2 चाहिँ त्यति शुभ मानिँदैन। अनि बार नि? शुक्रबार त होला नै अरू? शुक्रबार त प्रमुख भइहाल्यो, स्वामी ग्रहकै दिन। शनिबार र सोमबार पनि शुभ हुन्छन्, किनभने शनि र चन्द्रमा शुक्रका मित्र ग्रह हुन् के। मित्र ग्रहको दिन पनि शुभ हुने हो, तर आइतबार र बुधबार चाहिँ अलि शुभ मानिन्न। अनि रत्नमा त हीरा भनिहाल्यो सुरुमै, अरू पनि केही छ कि? हीरा त मुख्य भइहाल्यो, तर सहयोगी रत्नको रूपमा शुक्रका मित्र ग्रह जस्तै शनिको नीलम अनि बुद्धको पन्ना पनि लगाउन सकिन्छ, तर त्यो कुण्डली हेरेर मात्रै। ल, अब सम्बन्धतिर लागौँ है त। मिथुन सबैभन्दा मिल्ने साथी रे, तर कर्कट चाहिँ सबैभन्दा ठूलो शत्रु रे। किन होला यस्तो? यो चाहिँ नै पुरै तत्त्वको खेल हो। तुला वायु तत्त्वको राशि भयो हैन? ज्योतिषीय नियम अनुसार वायु तत्त्वको अरू वायु तत्त्वसँग जस्तै मिथुन, कुम्भ अनि अग्नि तत्त्वसँग मेष, सिंह, धनुसँग राम्रो मित्रता हुन्छ। किन होला? किनभने वायुले अग्निलाई बल्न मद्दत गर्छ नि त। अनि वायु वायु त मिल्ने नै भयो। मिथुन पनि वायु तत्त्व भएकैले एकदम प्राकृतिक मित्र भयो। तर वायु तत्त्वको शत्रुता चाहिँ जल तत्त्वसँग हुन्छ। कर्कट, वृश्चिक, मीन। त्यसैले जल तत्त्वको कर्कट राशि तुलाको लागि अलि चुनौतीपूर्ण वा शत्रु जस्तो मानिन्छ। तत्त्व नमिलेर पो त्यस्तो रहेछ। ल, अब पेशा वा व्यवसायतिर जाउँ। कस्तो काम, कस्तो क्षेत्र चाहिँ ठिक हुन्छ त तुला राशिलाई? फेरि त्यही हो, शुक्र र वायु तत्त्व जोडिएका क्षेत्रहरू नै उत्तम हुन्छन्। जस्तै कला, सङ्गीत, फ्यासन डिजाइनिङ, सौन्दर्य प्रसाधन, अभिनय, यिनीहरूमा राम्रो हुन्छ। अच्छा, अलि सृजनाशील कामहरू? हो, अनि सन्तुलन, न्याय, अलिक कूटनीति चाहिने क्षेत्रहरू जस्तै वकालत, न्याय सेवा, मानव संसाधन, कन्सल्टेन्सी, यी पनि एकदमै राम्रो। साझेदारीमा गरिने व्यापार पनि खूब फाप्छ। भनेपछि जहाँ अलि तनाव, झगडा, अन्याय हुन्छ त्यस्तो ठाउँ चाहिँ मन पर्दैन होला है? पटक्कै फाप्दैन। अव्यवस्थित वातावरण उहाँहरूलाई मन पर्दैन। अनि हामीले यो जति पनि विश्लेषण गरिरहेका छौँ नि, यसको मुख्य आधार मेरो नेपाल मोबाइल एपमा भएको जानकारी हो। यो एकदमै उपयोगी एप छ। मेरो नेपाल एप? हो, यो एपबाट नि आफ्नो व्यक्तिगत ज्योतिषीय जिज्ञासाहरू राख्न मिल्छ। दिनको 3वटा प्रश्न निशुल्क सोध्न पाइन्छ। कस्तो प्रश्नहरू? जस्तो कि विवाह कहिले होला, प्रेम सम्बन्ध टिक्छ कि टिक्दैन, सन्तान योग कस्तो छ, आर्थिक अवस्था कस्तो रहला, जागिर पाइएला कि नपाइएला, विदेश यात्राको योग छ कि छैन, यस्ता जे पनि सोध्न मिल्यो। अनि उत्तर तुरन्तै आइहाल्छ। हो र? तुरुन्तै? हो, तुरुन्तै। यो भनेको आफ्नो व्यक्तिगत ज्योतिष जस्तै भयो के। आफ्नै कुण्डली र चलेको दशा अनुसारको व्यक्तिगत मार्गदर्शन दिन्छ। सबै निशुल्क छ। राशिफल पनि व्यक्तिगत आउँछ। 3वटा प्रश्न निशुल्क, त्यो पनि हरेक दिन? हो, हरेक दिन। अब अरू पात्रो वा क्यालेन्डर एपहरू खोजिरहनु परेन। यही एउटै एपमा सबै सुविधा छ। राशिफल, पात्रो अनि यो ज्योतिषीय प्रश्नोत्तर सेवा पनि। ल, यो त साँच्चै उपयोगी कुरा रहेछ। अब सबैले जान्न चाहेको अलि महत्त्वपूर्ण प्रश्न,
वैवाहिक जीवन कसरी बन्ला त? स्वर्ग वा नर्क जस्तो? कुन राशि एकदम मिल्ने, कुन चाहिँ अलि गाह्रो? हेर्नुहोस्, स्वर्ग जस्तै सुखद दाम्पत्य जीवनको लागि तुला राशिको सबैभन्दा उत्तम मेल भनेको वायु राशिहरू नै हुन्, मिथुन, कुम्भ। आफ्नै तत्त्वका। हो। अनि अग्नि राशिहरू सिंह, धनु यिनीहरूसँग पनि एकदम राम्रो समझदारी, प्रेम र सहकार्य हुन्छ। मेष राशिसँग पनि बलियो साझेदारी बन्न सक्छ है। अनि चुनौतीपूर्ण नि, जसलाई अघि शत्रु भनियो, कर्कट जस्ता? हो। जलराशिहरू कर्कट, वृश्चिक, मीन यिनीहरूसँगको सम्बन्ध चाहिँ अलि चुनौतीपूर्ण हुन सक्छ। नरक जस्तै भन्न त मिल्दैन, तर तालमेल मिलाउन अलि बढी प्रयास गर्नुपर्ने हुन्छ। किन होला? त्यही तत्त्वगत भिन्नताले गर्दा के विचार भावनामा अलि द्वन्द्व आउन सक्छ, जुन अघि हामीले शत्रु राशिको कुरा गर्यौं नि त्योसँग मिल्न जान्छ। ल, बुझियो। त्यसो भए संक्षेपमा भन्नुपर्दा तुला राशिको खास चुरो कुरो के हो त? यिनीहरूको मूल चरित्र? सारमा भन्नुपर्दा तुला राशि भनेको सन्तुलन, सद्भाव, न्याय, सुन्दरता र साझेदारीको खोजी हो। उनीहरूको हरेक निर्णय, हरेक सम्बन्धमा स्वामी ग्रह शुक्र र वायु तत्त्वको गहिरो छाप देखिन्छ। शान्तिप्रिय हुन्छन्, सम्बन्धलाई एकदमै महत्त्व दिन्छन्। त्यसो भए श्रोताहरूले मनन गर्नुपर्ने अन्तिम विचार चाहिँ के हुन सक्छ त? यहाँनिर एउटा विचारणीय कुरा के छ भने तुला राशिको यो जुन निरन्तर सन्तुलन खोज्ने बानी छ नि, कहिलेकाहीँ यसले अनिर्णयको स्थितिमा पुर्याइदिन्छ, ढिलासुस्ती गराइदिन्छ। हरेक कुरा तौलेर बस्दा? हो। हरेक पक्षलाई तौलेर एकदमै पर्फेक्ट सन्तुलन खोज्दा खोज्दै कतै जीवनका महत्त्वपूर्ण अवसरहरू पो छुटिरहेका छन् कि सधैँ सही र सन्तुलित मात्रै खोज्ने प्रयासले जीवनको स्वाभाविक गति, त्यो स्पोन्टेनियटीलाई कतै असर पो गरिरहेको छ कि? यो प्रश्न चाहिँ मनन योग्य छ जस्तो लाग्छ मलाई।